गाली गर्नुस् माया गर्नुस् एनीथिङ वाट एभर यु लाइक इट्स अ पब्लिक प्लेटफर्म सो यु गाइज हेभ राइट टु डु एनिथिङ एल्स हाम्रो नेपालमा म्युजिक इन्डस्ट्रीले अहिले धेरै राम्रो गरिरहेको छ इनफ्याक्ट फिल्म इन्डस्ट्रीले पनि धेरै राम्रो गरिरहेको छ है ओके पुरा यो बाहुबलीवाला सेटअप रहेछ नि त Hello, namaste and welcome back to my channel. You are watching Captain Kalu vlogs after a long time. अब यसो आज भिडियोहरु हेरिरहेको थिएँ मैले के छ त आज युट्युबमा नयाँ यसो हाम्रो नेपाली म्युजिक इन्डस्ट्रीमा आएको नयाँ सङहरु as you know guys म कहिलेकाहीँ म्युजिक पनि गरिरहेको हुन्छु सो यसो म्युजिकमा इन्ट्रेस्ट छ that's why अब हेरौँ म के छ नयाँ म्युजिक भिडियोहरु अहिले यसो मलाई हेर्न मन पर्छ नयाँ कुराहरु नयाँ अहिले जुन किसिमको हाम्रो नेपालमा म्युजिक इन्डस्ट्रीले अहिले धेरै राम्रो गरिरहेको छ इनफ्याक्ट फिल्म इन्डस्ट्रीले पनि धेरै राम्रो गरिरहेको छ है सो आई थिंक हामीले सपोर्ट गर्नुपर्छ हामी सबैजनाले सपोर्ट गर्नुपर्छ हाम्रो नेपालको फिल्म इन्डस्ट्रीलाई ग्रेजुअली सबै कुराहरु बिस्तारै बिस्तारै डेभलप हुँदैछ हैन एक्टिङ वाइज टेक्नोलोजी वाइज सबै कुराहरु जो राम्रो भइरहेछ अहिले सो यही सन्दर्भमा ढिलो नगरी आज एउटा नयाँ गीत म हेर्न गइरहेको छु जुन गीत रहेको छ सजन राज वैद्यको गीत हो टाइटल छ जुनी सो अफिशियल रिलिज and featuring Swastima Khadka, so one of the beautiful and talented actress from Nepal. Okay, so dhilo nagari, let's start the video guys. All right, here I'm gonna play the song now. Okay, let's see what we have. Okay, pura yo Bahubali wala setup रहेछ नि त ठीक छ यार ए ईगलले लिएर आयो लेटर ल ठीक छ पहिला पहिला जमानामा कबुतरले लिएर आउँथ्यो यसमा चाहिँ ल ठीक छ कबुतरले हैन ईगलले लिएर आछ ईगल और सम डिफरेंट काइन्ड अफ बर्ड इन्ट्रेस्टिङ Nice. You ठ्याक्कै मलाई मन पर्यो यहाँनिर ट्रान्जिसन राम्रो गरेर रहेछ when like he comes and slam the sword beautiful I like that wait you दोस्रो जन्मवाला स्टोरी जस्तो लागिरहेछ मलाई reincarnations kind of something like that interesting किनकि अहिले भर्खरै फेरि बीचमा फ्ल्याश सज्जनलाई चाहिँ अब जस्ट क्याजुअल मोडर्न ड्रेसमा देखाइयो he just going for the shopping and he just picked some kind of necklace which is more similar to what he is showing right now in like another dress previous त्यो क्यारेक्टरहरुमा जुन स्टार्टिङ देखि आइरा थियो
आई थिङ्क समथिङ इज कनेक्टेड लाइक द्याट मेबी पुनर्जन्मवाला स्टोरी हो जस्तो लागिरहेको छ मलाई लेट्स सी तर क्वाइट इन्ट्रेस्टिङ है यो जुन अब फाइटहरू देखाइरहेछ नि नेपाल अब कहिले वारमा गयो भने चाहिँ आई थिङ्क यसरी नै फाइट हुन्छ होला ओके लेट्स सी ओके सिट आई फरगट यो किन चाहिँ गीतको टाइटल पनि त जुनी थियो नि त जुनी तर मैले ठ्याक्कै अब सिङ्गरले जुन हिसाबले अब उसको जुन गाउने टेक्स्चर छ अब त्यो जुनी सायद मैले क्लियरली नसुने होला होइन तर बट यस यो जुनी इट मिन्स लाइक इट इज कनेक्टेड के अरे पुनर्जन्मवाला काइन्ड अफ थिङ होइन अब यो नयाँ पनि देखाइरहेछ पुरानो पनि साइड बाई साइड देखाइरहेछ इट्स अ नाइस स्टोरी आई लाइक द कलर्स दो त्यो पछाडि जुन अब एन्सियन्ट टाइममा हुने काइन्ड अफ त्यो वारहरू अनि त्यो जुन टाइपको जुन लुक्स छ होइन त्यो जस राम्रो लाग्यो मलाई इट्स भेरी नाइस आमा यो के बुढी भएको हो कि के हो मतलब कपाल बुझ्नु सक्दैन कपाल पुरै सेतो भएको छ ए मेबी अब उसलाई कुर्दा कुर्दै बुढी भएको होला एन्ड देन कपाल सेतो भयो होला आई थिङ्क त्यही हो तर फेसमा पनि अलिकति मेकअप गराए भए हुन्थ्यो ठिकै छ यो जुनी चाहिँ तिमीलाई गरौँला माया हर कदम
मायालु बोल न बोल नाइस ठिक छ यार यो जोस भेरी नाइस मलाई यो गीत भन्दा पनि जोस भिजुअल्समा यिनीहरूले धेरै नै मेहनत गरे जस्तो लाग्यो मलाई ल ओभरअलमा के छ भनेपछि यो गीत चाहिँ जुनी लाइफ होइन कतिचोटि जन्म लिन्छन् मान्छेले त्यसको बारेमा छ तर हर जुनीमा तिमी मेरो हो समथिङ काइन्ड अफ होइन यो कुराहरू जोडेको छ एन्ड आई क्यान सी ट्रुली दिस म्युजिक भिडियो इज इन्सपायर्ड बाई बलिउड साउथ इन्डियन काइन्ड अफ भिडियोज मुभिज होइन स्टोरीहरू मिक्सम्याक्स गरेको छ तर यसमा चाहिँ के छ भने चाहिँ एउटा जुनीमा चाहिँ केटा मरेको छ वेन हि इज ह्याभिङ अ वार बिट्विन समथिङ एल्स लाइक अ बाहुबली स्टाफ एन्ड देन अर्को जुनी चाहिँ के छ भनेपछि अब एउटा एभाटार टाइपको स्टोरी काइन्ड अफ थिङ एउटा कुनै आफ्नो हुन्छ नि त जङ्गलमा एउटा किङडम टाइपको बनाएर बसेको अनि त्यो एउटा त्यो भित्रको कुनै गाउँमा होइन त्यो जोडी बसेको अनि त्यति बेला चाहिँ केटी चाहिँ बिरामी भएर अथवा समथिङ केही इलनेसको कारणले गर्दाखेरि मरेको होइन त्यो दुईटा जुनी देखाएको छ एउटा जुनीमा केटा मरेको छ एउटा जुनीमा केटी मरेको छ र अब जुन थर्ड जुनी छ जुन नर्मल 21st सेन्चुरीको जुन लाइफ छ त्यति बेला चाहिँ उसले चाहिँ भेटेको एन्ड देन दे फिल लाइक अब भएको होला केही कनेक्सन अनि यो चाहिँ फेरि कनेक्सन कस्तो हुन्छ भने चाहिँ एउटा मैले साउथ इन्डियन फिल्म देखाएको थिएँ के नाम म बिर्सेँ यार त्यो नाम के पो हो कि तर त्यो फिल्ममा पनि त्यस्तै छ कि त्यो हिरोले र हिरोइनलाई छुँदाखेरि करेन्ट लाग्ने काइन्ड अफ थिङ त्यो त अब अलिकति धेरै नै क्लिसे भयो बट यसमा चाहिँ त्यति धेरै चाहिँ क्लिसे काइन्ड अफ थिङ मैले केही पनि देखिनँ सबै कुराहरू राम्रोसँग मर्ज गरिएको छ होइन त्यो फिल्मको नाम के हो आएर न यार के तपाईँलाई थाहा छ भने चाहिँ त्यो कमेन्ट गर्नु त तल कस्तो म बिर्सेँ क्या त्यो फिल्मको नामै त्यो एकदमै चलेको मुभी हो थाहा आई थिङ्क राजामौलीले डाइरेक्ट गरेको नै फिल्म हो त्यो एन्ड यस ओभरअलमा जोस गीत एभरेज ठिक छ म्युजिक भिडियो जोस राम्रो मेहनत गरेको छ सबै कुराहरू धेरै नै स्टोरीहरूलाई एकैचोटि देखाउनु खोजिएको छ होइन सो आई थिङ्क इट्स लिटल बिट अफ कन्फ्युजिङ अब कतिजनाले बुझ्नु होला कतिजनाले नबुझ्नु होला होइन तर ओभरअलमा आँखा बन्द गरेर गीत मात्र सुन्यो भने चाहिँ तपाईँले यो भिजुअलहरू चाहिँ सोच्न सक्नुहुन्न इट्स लाइक टोटली डिफ्रेन्ट फिल त्यो गीतको एउटा बहाव डिफ्रेन्ट छ बट दे हेभ डन समथिङ डिफ्रेन्ट लाइक अब एउटा भन्छ नि त एक्सपेरिमेन्टल काइन्ड अफ थिङ यो पनि एउटा स्टाइल हो अहिलेको होइन इट्स डजन्ट मिन लाइक द्याट यु हेभ टु हेभ द सेम लिरिक्स विथ द सेम भिजुअल्स अहिले त्यो कुराहरू खासै चल्दैन होइन इट युज टु बी इन पास्ट डेज होइन त्यति बेला मान्छेले त्यस्तो खालको भिडियोहरू बनाउँथे पात भने चाहिँ पात देखाउने होइन त्यसपछि आँखा भने चाहिँ आँखा देखाउने अब त्यस्तो त अब आजकल आई डोन्ट थिङ्क सो त्यो काम गर्छ अब जुन हिसाबले स्टोरी लेखिएको छ डाइरेक्ट गरिएको छ आई थिङ्क अलिकति अझै मेहनत गरेको भए अझै यसमा धेरै कुराहरू सुधार आउनु सक्थ्यो होला अनि त्यसपछि सर्टहरू वाइज सिनेमेटोग्राफी वाइज ठिक छ एभरेज द्याट्स गुड एनिमेसन चाहिँ अलिकति जोस धेरै नै मेहनत गरे जस्तो लाग्यो मलाई यसमा होइन मलाई किनभने त्यस्तो कुनै पनि त्यो फेक टाइपको चाहिँ त्यस्तो धेरै फेक जस्तो फेकनेस त्यस्तो देखिएन अब यस अभियसली अब म नेपालको सन्दर्भमा हाम्रो इन्डस्ट्रीको सन्दर्भमा म कुरो गर्दैछु होइन जति जे गरेको छ त्यो नि एप्रिसिएबल छ आई लाइक दिस सङ प्लिज डु वाच एन्ड लिसन दिस सङ एज वेल गाइज इफ यु लाइक माई भिडियो प्लिज सब्सक्राइब अनि यस वान अफ द ट्यालेन्टेड एन्ड very popular singer amongst youngster nowadays. So यो भिडियो अहिले म चाहिँ बालीबाट बनाइरहेको छु म बालीमा थिएँ दिस इज माई लास्ट डे इन बाली सो त्यही यतिकै होटलमा बसिरहेको बेला लेट्स डु सम भिडियो सो म युट्युब हेरिरहेको बेला चाहिँ म्युजिक भिडियो हेरेँ मैले ओके लेट्स डु इट वान अफ माई फ्रेन्ड मेरो एकजना भाइ छ सुनिल भाइ भन्ने उसले चाहिँ दाइ रियाक्सन भिडियोहरू पनि बनाउनु पऱ्यो कहिले काहीँ भनेर भनेको थियो त्यही भएर यसो मैले अब आज ल लेट्स ट्राई नि त एउटा भिडियो बनाऊँ कस्तो हुँदो रहेछ वी विल सी हाउ इट गोज यसमा राम्रो भ्युज आयो मान्छेले हेरे मन परायो अब यसमा अझै कतिपय कुराहरू मैले भन्न छुटाएँ होला होइन त्यस्तो केही लाग्छ भने चाहिँ कमेन्ट गर्नुहोस् होइन गाली गर्नुहोस् माया गर्नुहोस् एनिथिङ वाट एभर यु लाइक इट्स अ पब्लिक प्लेटफर्म सो यु गाइज हेभ राइट टु डु एनिथिङ एल्स अलराइट थ्याङ्क यू सो मच गाइज यति भन्दै आजको भिडियो म यहीँ नै समाप्त गर्न चाहन्छु थ्याङ्क यू सो मच
and see you next time very soon. Thank you.